ओहो ल मजाको बाटोहरू हामी हिँड्दैछौँ। यो चाहिँ महसाब जाने बाटो। ल ल यस्तो छ है, यो पानीले गर्दाखेरि चाहिँ हाम्रो बाटोलाई मजाले जोतेको बाटो जस्तो बनाएको छ। हुन त यो बाटो अहिले परिस्थितिले गर्दाखेरि हिजोको बाटोभन्दा चाहिँ अलिकति कम नै कठिन हामीले मानिरहेका छौँ। यस्तो छ होइन दाइ, तपाईँले किन छेउछेउ च्याप्नु भएको? ओहो त्यसरी छेउछेउ नच्यापौँ यार। किन मेरो त्यस्तो होइन, राम्रो थियो नि त बाटो। राम्रो थियो नि त छेउछेउ, राम्रो थियो बाटो है। तेरिका त्यसलाई तपाईँले राम्रो बाटो भन्नुहुन्छ यार। तपाईँले यो तलको भिर तपाईँले सोच्नै भएको छैन कस्तो छ भनेर। होइन त्यति साह्रो त उयो हुँदैन, कन्ट्रोल हुन्छ नि। हो यार गाह्रो नि गाह्रो ए भएर दाइको ठ्याक्कै यो घाँसको उबाट जराबाट हिँडाले राख्नु भएको छ। त्यसरी नगर्नुहोस्। भरे दुईजना जान सक्दा त केही हुँदैन। तर पर्सीको र पर्सीको हाम्रो कार्यक्रममा कसले लिड गर्छ? कसले लिड गर्छ? के भयो अहिले दुइटै हाट्छ भन्नुहोस् है, दुइटै हाट्छ भन्नुहोस्। हेर्नुहोस् है, हेर्नुहोस् है। ए म झरम होइन होइन किन नामो यो बाटै गाडीको लागि बनाएको क्या। ल हेर्नुहोस् यस्तो छ हालत। तिमी नाम पनि भन्छ त, तिमीले नाम पनि भन्छ त। अब भन्नु पऱ्यो नि त। यसमा हिँड्ने जोसँग हिँड्ने त्यसरी गर्ने, अरूसँग हिँड्ने त म झरम भन्छु नि। दाइसँग हिँडेर नभएको नेपाली सिकिरहनु पर्छ। नाम पनि भन्नु थाल्छ, नाम भन्न थाल्छ। नाउँ र नाममा यो मात्रै फरक, नि मात्र फरक होइन। है अब यो के गर्नु? फेरि जानु पऱ्यो होइन, जानु पऱ्यो। घरतिर त घरतिर जानु परिहाल्यो। यस्तो छ बाटोहरू।